Hello guys, welcome to my channel. It's me Ravi Kishan Yadav and everyone are welcome. Guys, अहिले हामी रेडी भइसकेका छौँ टक्क हैन अनि we are going right now to play a chess game. चेस त इम्पोर्टेन्ट खासै छैन तै पनि हल्का घुम्नलाई गएको हैन साथी पनि आइसकेका छन् एन्ड से हामी आफ्नो रुमबाट रेडी भएर आउने निस्किरहेछौँ हैन गाइस लेट्स गो गाइस अनि we have our friend over there. We are moving out from our hostel हैन साथी पनि यहाँ छ एउटा hello भाइ and here the boys हाम्रो होस्टेल चाहिँ यो यस्तो हैन टक्क हेर्दिम न हैन हामी देखिरहेको होस्टेल हेर्दिम हैन क्रस बोइज होस्टेल 3 कुनेमा छ and we are going here हाम्रो साथीहरु काम त टन्नै छ तै पनि हैन व्हाइट लस रिफ्लेक्ट गरोस् भनेर लेट्स गो गाइस सो गाइस अहिले हामी रोडमा छौँ हैन एकदम अनि एकदम चर्को घाम छ तै पनि हामी गइरहेछौँ साथीहरुसँग हैन एन्ड लाइक अब अगाडि चाहिँ माइती घर जानु छ तर यी मुलाहरुले बस लिएन हामीलाई एकदम खाली खुट्टा हिँडाइदिएको कन्टिन्युअसली वेटिङ फर मोर देन 10 मिनट्स अहिलेसम्म हामीलाई बस पाएन हैन हामीलाई जानु छ कहाँ जानु छ भाइ अहिले पाटन कलेजमा छौँ हैन पाटनमा तर हामीलाई जानु छ पाटन के रे यो क्याम्पस थियो कलेज हुने आगे बा उता रहेछ क्याम्पस सो गाइस अहिले हामी हैन एकदम पुल चौकमा आइसकेका छौँ तर हामीले जानु थियो बुकन्टोल सो अहिले पछाडि रिटर्न आउँदैछौँ हैन त्यत्रो माथिबाट चढेर के गर्ने गाइस नयाँ हो यहाँ त्यही भएर अप्ठ्यारो छ हैन पुग्न चाहिँ पुग्यौँ हामी हैन तर यहाँ आएर स्क्याम भयो गाइस हामीलाई हैन ओरिएन्टेसन गराइदियो अनि देन आफ्टर कलेजको प्रमोसन तर गेम चाहिँ सन्डेदेखि हुने रे कलेजको प्रमोसन एन्ड प्रमोसन त्यहीँबाट हामी रिटर्न आयौँ रुममा हैन अनि टक्क आफूले चेसको एरेन्जमेन्ट गऱ्यौँ र खेल्न बस्यौँ किनभने चेस कम्पिटिसन चाहिँ सन्डेदेखि छ भने खेल्न मन लाग्यो भने थोरै प्र्याक्टिस गरिहालौँ हैन तर टाइम वेस्ट जस्तो लागिरहेछ हैन अब हेरौँ के हुन्छ तर खासै छैन मन खेल्न सो गाइज अहिले यो ठुलो कहानी छ हैन के हुन्छ कसो हुन्छ भनेर चेस कम्पिटिसन छोरौँ यहाँ चेस खेल्न आएको छैन हैन तर खासमा अब तपाईहरुलाई ब्लग चाहियो भने हैन रेस्पोन्स राम्रो आएपछि म अर्को ब्लग बनाउने छु गाइज I hope you like this video. Thanks for watching and stay cool guys.